हाई गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। र आज चाहिँ मेरो भाइले यो जितना पनि गाई गोरु छ यो सबै हाम्रो हो र ऊ चाहिँ गोठाला भन्नुभएको छ। ऊ चाहिँ मेरो प्यारो भाइ मुन्द्रु रोजन। र अहिले चाहिँ हामी गाईहरूको नामको साथसाथै हामी तपाईँहरूलाई हाम्रो गाई कति छ कतिवटा छ भनेर देखाउनु गइरहेको छौँ। र नाम चाहिँ उसले भन्छ किनभने मलाई चाहिँ केही थाहा छैन, सबै उनीहरूले गर्छ हो। ल लु भनिदेऊ अब चाहिँ। यसको नाम चाहिँ हो माली है। यसको नाम चाहिँ हो माली है। यसको नाम चाहिँ के हो? राती हो यो। यसको नाम चाहिँ राती हो। यो मालीको बच्चा हो। यो मालीको बच्चा। अनि यहाँ पाङ्री। पाङ्री मलाई चाहिँ नहाने। यसै हाम्रो छोटा डोन। छोटा डोन हेर, छोटा डोन। ऊ चाहिँ यो नै हाम्रो मालीको साथी माली हो। यो पनि मालीको साथी माली नै। यो मालीको बच्चा हो यो नन्दी। यसको नाम नन्दी। यसको नाम नन्दी। पाङ्री हो। पाङ्री। यसको आमा चाहिँ यो हो। पाङ्रीको आमा यो पाङ्रे। पाङ्री। ए त्यो पाङ्रे हो। यो चाहिँ पाङ्रे। मर्छ होला हौ मलाई। यसको चाहिँ के हो? यो साँड। कुन कुन साँड? आमा यो ऊँट है रब्बा उताबाट जा। यो चाहिँ डोन। यो साँड। अनि यो चाहिँ राते काले। खोइ अनि यो गोरुहरू त गएन त। जा 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 सबैजना गोरुहरू गो। किन नगएको? जाऊ। मलाई केही पनि नगर है। ए यहाँनिर चाहिँ यो त हाम्रो भइगयो सबै होइन। अनि यो चाहिँ हाम्रो दिदीहरूको हो होइन। उनीहरूले पनि खोल्छ बादमा, अहिले खोल्दैन। हामीलाई चाहिँ अलिकति आज छिटो छ त्यही भएर जाऊ। त्यही भएर हामीले खोलिहालेको आज चाहिँ। जाऊ। त्यसलाई चाहिँ कहाँ लान्छ बच्चा? र यसरी चाहिँ हाम्रो भाइले सबै गाई गोरुलाई चरनमा लान्छ हो। हेर त त्यो गोरु हिजै त्यसको अपरेसन गरेको र पनि सकसक चाहिँ सकेकै छैन। गो। यसरी चाहिँ अब सबले गाउँ गाउँको घर घरको खोल्दै खोल्दै लान्छ हो चराउनुको लागि चाहिँ हो। यसरी जाँदैछ अब तल तल तलसम्म पुगाइसक्यो हो। यसरी जान्छ। म यहाँ तलसम्म पुगाउँछु किनभने मलाई एक्सर्साइज गराउनु भएर अलिक लामो चाहिएको नि त कि त्यही भएर। ओ गोठाले तिम्रो नाम चाहिँ भनेनौ त? अनि सबको नाम भन्यौ? रोहित दादा। रोहित चाहिँ होइन ल, रोजन हो ल। ला के भएको? यो त चेला पो गयो त। यसलाई चाहिँ खुट्छ नि त। खुट्नु मतलब के भनेको भने यो डोरीमै लगाएर उयो गर्छ। यसरी गरेर हाम्रो गाई गोरु चाहिँ यसरी चरनमा लाने गर्छ हो। र मेरो ब्लग हेर्दै गर्नु होला। यसरी नै म मेरो गाउँको मेरो घरको छोटा छोटा चिज देखाएर म भिडियो बनाउने गर्दछु। र प्लिज डु सपोर्ट मी। मलाई सपोर्ट गर्नु होला। बाई मुन्द्रु। बाई। अब म चाहिँ यहीँसम्म किनभने यहाँदेखि म चाहिँ जानु सक्दिनँ। म चाहिँ मेरो थोप्रा पनि देखाउँदिनँ किनभने आई एम लुकिङ सो डल। किनभने सुबह उठेर मुख सुख पनि राम्ररी धोएको छैन। बाई गाइज, वाज टिल द एन्ड।